पुग्न लागि थियो त्यही पनि अब कतिवटा बाटो यो विषमको नारायण यही बाटो जान्छ जान्छ यतैबाट जान्छ अब यतैबाट जान्छौँ हामी दुःख पाइयो बाटो थाहा नभएर नि यस्तो हुँदो रहेछ होइन गुगल म्यापले नि धोका दियो आज तीनटा बाटो देखाएको थियो कि म्यापमा त उता गोदावरीपुरबाट पनि देखाएको थियो बाटो त त्यहाँ अन्त स्कुटीमा आयौँ रन्केर कति हिँड्न पर्यो बाटो थाहा नभएर उससे ज्यादा इधर है परफेक्ट उसने तपस्या किया हुआ नारायण मन्दिरबाट देखिने दृश्य मनोरम प्राकृतिक दृश्य गोदावरीको पिण्डी हामी चाहिँ भित्र आउनु है
चम्चप्ला एकदम सानो बाटो छ हामी बिस्तारै बिस्तारै भएर छिर्दैछौँ म त निस्केँ है केही छैन खासै त भन्टी बजाइनु त्यहाँ हैन अरु पछाडी हामी ट्रेक हिँड्दैछौँ है खाली खुट्टा पुरै भाउ पनि हो खाली खुट्टा पुरै ओहो ओ माई गॉड बाबु पानी झिसायो फटाफट जोलाले भयो गरेर पानी आयो एक महिना एक वर्ष यही बसौँ गाडा खान्छ त्यहाँ गएर खाली गरेर बस्नु त्यहाँ बिचमा खाली छ चढाउनु मम्मी अब हजुरले कुरेर बस्यो फेरि पनि म फ्यामिलीमै छु नि एनी टाइम एक वर्ष अगाडि पारिजान आइयो थियो है सानो ए बाबु यार बाटो त यो पनि लामै है त जहाँ जहाँ अलिक घुम्नु पर्दैछ टाढो पिच रहेछ चाहिँ यो